यावत कुराहरू चाहिँ उहाँबाट सिक्ने मौका पाइयो। तर उहाँलाई राख्ने चाहना हुँदै पनि राख्न सकेन। सबैले गरेको मेसाबले पनि हजुर बस्नुपर्छ भनेको, हामीले पनि बस्नुपर्छ सर भनेको। तर अब उहाँको पनि एउटा जुन पछिको छ नि जुन अब भविष्य उज्जवल भविष्य देखेर चाहिँ हामीले पनि अब बस्नै पर्छ भनेर पोहोर गर्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ अब अलिकति राम्रो खालको गुल्म थियो होइन सर। सुरुदेखि नै उ थियो भने अझ राम्रो तरिकाले चाहिँ बिदाई गर्ने उ थियो। र पनि अब हामीले चाहिँ एउटा भनौँ न साधारण तरिकाले उहाँलाई चाहिँ उहाँको चाहिँ आउने दिनहरू चाहिँ उज्जवल होस् भन्ने कामना गर्दै चाहिँ उहाँलाई चाहिँ आजबाट यहाँबाट चाहिँ लगभग अब यता आउनु हो भने हुन्छ। हाम्रो चाहिँ भेट भनेको चाहिँ फोन मार्फत मात्रै हुन्छ। अब कि हामी काठमाडौँ जाँदाखेरि भने फेरि उहाँको बसाइ नेपालमा चाहिँ अब छोटो समयको लागि मात्रै छ। त्यसले गर्दा चाहिँ हाम्रो लगभग भेट अब कमै होला। त्यसले गर्दा चाहिँ सबैले चाहिँ उहाँको उज्जवल भविष्यको कामना गर्दै आज चाहिँ सानो बिदायको कार्यक्रम धेरै चाहिँ नलगाऊ, अलिकति हिसाबहरू धेरै। हजुर 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 सर, ठिक छ। थोरै थोरै टिका मात्रै थोरै है। विवेकामा युएसएल खुलिरहेको स्कुल जस्तै सुगन्ध र एकदम वास्तविक छ, जसले गर्दाखेरि अरूलाई पनि प्रशंसा गरिरहेको मौका बेस्ट अफ लक छ। राम्रो काम गरेर जानुभयो। थ्याङ्क यू सर, थ्याङ्क यू सर, थ्याङ्क यू। हेलो साहब, बाहिर सामने ब्यागहरू गाह्रो हुँदै गरौँला, मिलाउँदै बस्दै गरौँला। ब्याग त्यहाँसम्म लाग्ने व्यवस्था मिलाउँ, अरूलाई चाहिँ यहाँ सामने गरेर अरू निक्लिँदाखेरि आफ्नो नौलो थ्याङ्क यू, थ्याङ्क यू। स्याटमा आउँदै गर्नु है त, यसो चाहिँ सम्झना बिर्सना कता छौँ के छौँ होइन, कम्पनीको पनि हुँदै गर्छ होइन सर। ल थ्याङ्क यू, थ्याङ्क यू। यही गेट अगाडि आउने हो गाडी पर्दैन होइन। यही गेट अगाडि पुरानो मान्छे के छ लगाउँदै बसिएको छ ल होइन। हजुर पनि भेट्नु छैन, थ्याङ्क यू सर, वेलकम। सरसँग हात मिलाउने मान्छे पनि खिच्न। वेलकम, थ्याङ्क यू, थ्याङ्क यू। एकमा गर्न एकमा उता उता गर्नु बाटोतिर अनि अब आजबाट उठ्दै यसलाई पनि
ओके थ्याङ्क यू ओइ कहाँ हिँड्यो हँ थ्याङ्क यू प्रकाश फोनमा आउँदै गर है च्याटमा यसो गर्दै गर एड गर्दै गर कुराकानी गर्दै गरौँला है सर थ्याङ्क यू सर थ्याङ्क यू भनकै छौँ क्या है ओइ कहाँ हिँडेको तिम्रो ओइ राम्रोसँग बस्नु राम्रोसँग गर्नु काम गर्नु है सर ल थ्याङ्क यू थ्याङ्क यू ल टिका मात्र हल्का मात्र है ल ल नयाँ भाइहरू राम्ररी काम गर्ने राम्ररी उ गर है भाइ हौ ल थ्याङ्क यू ल अब मर्निङ थ्याङ्क यू राम्रोसँग गर है क्याडेट स्याडेट जाने यताउता गर है भाइ नयाँ भाइहरू राम्रो गर है ल राम्रोसँग गर है भाइ Asli यहाँ बस्नु न मलाई हेरेको छ म गर्छु सक्यो ओ सुजन लागि भने ल लियो धन्यवाद